यदि तपाईँ युरोप जाने योजना बनाउँदै हुनुहुन्छ वा अहिले कुनै एजेन्टसँग कुरा भइरहेको छ भने यो भिडियो अन्त्यसम्म ध्यान दिएर हेर्नुहोस्, किनभने हरेक वर्ष हजारौं नेपाली युरोप पठाइदिन्छु भन्ने नाममा लाखौं रुपैयाँ ठगिन्छन्। आजको भिडियोमा म तपाईलाई युरोप जाने नाममा हुने वास्तविक ठगीका तरिका, स्क्याम एजेन्ट कसरी चिन्ने र सुरक्षित बाटो के हो भन्ने कुरा सरल भाषामा बताउनेछु। युरोप जाने नाममा नेपालीलाई लक्षित गरेर गरिने ठगीका तरिका धेरै छन्। सबैभन्दा धेरै देखिने स्क्याम भनेको फेक वर्क भिजा हो, जहाँ एजेन्टले सबै प्रक्रिया आफै गर्छु, कामसहित भिजा आउँछ भनेर ठूलो आश्वासन दिन्छ, तर भिजा नक्कली हुन्छ वा कागजात मिल्दैन। अर्को सामान्य स्क्याम भनेको भिजिट भिजामा गएर काम गर्न मिल्छ भन्ने झुटो वाचा हो, जबकि यथार्थमा भिजिट भिजामा काम गर्नु गैरकानुनी हुन्छ। त्यसैगरी नक्कली कम्पनीको नाम र छाप भएको फेक कन्ट्र्याक्ट लेटर देखाएर पैसा लिने वा फेसबुक र व्हाट्सएप मार्फत अफिसै नदेखाई ठगी गर्ने प्रवृत्ति पनि धेरै बढेको छ। अब एउटा वास्तविक उदाहरण सुनौ। नेपालगञ्जका सुरजजीले युरोप जानका लागि एक एजेन्टलाई 18 लाख रुपैयाँ तिरे। एजेन्टले 2 महिनाभित्र 100% ग्यारेन्टी सहित भिजा आउने भन्यो। भिजा त आयो, तर एयरपोर्टमा इमिग्रेसनले कागजात जाँच गर्दा सबै कागजमा समस्या देखियो। न भिजा सही थियो, न कामको कुनै ठोस प्रमाण। अन्ततः सुरजजी न युरोप जान सके, न तिरेको पैसा फिर्ता आयो र एजेन्ट पनि सम्पर्कमा रहेन। यो एउटा उदाहरण मात्र हो। यस्ता घटना आज हजारौं नेपालीसँग भइरहेका छन्। अब स्क्याम एजेन्ट चिन्ने केही स्पष्ट सङ्केतहरू बुझौँ। यदि कुनै एजेन्टले आफ्नो अफिस देखाउन मान्दैन, लिखित सम्झौता दिँदैन, पैसा दिँदै गर्न अत्यधिक दबाब दिन्छ, आज नदिए मौका जान्छ भनेर डर देखाउँछ, दूतावासको प्रक्रिया छोडेर काम हुन्छ भन्छ, वा 100% ग्यारेन्टीको कुरा गर्छ भने त्यो स्पष्ट खतरा सङ्केत हो। युरोप जाने प्रक्रिया कहिल्यै पनि 100% ग्यारेन्टी हुँदैन र यस्तो दाबी गर्ने एजेन्टबाट टाढा रहनु नै सुरक्षित हुन्छ। अब सुरक्षित तरिकाको कुरा गरौँ। युरोप जाने सोच बनाउँदा सधैँ दूतावासको आधिकारिक वेबसाइट आफै हेर्नुहोस् र जानकारी लिनुहोस्। कानुनी रूपमा दर्ता भएका म्यान पावर वा कन्सल्टेन्सी मात्र छान्नुहोस्। लिखित सम्झौता बिना कहिले पनि पैसा नदिनुहोस् र पैसा दिँदा रसिद तथा प्रमाण अनिवार्य रूपमा लिनुहोस्। एउटै व्यक्तिको कुरा मात्रै नपत्याई धेरै स्रोतबाट जानकारी पुष्टि गर्नु सबैभन्दा सुरक्षित उपाय हो। अब एउटा वास्तविक र सिधा कडा सत्य बुझौँ। युरोप जान सजिलो छैन, समय लाग्छ, प्रक्रिया गाह्रो हुन्छ र धैर्य चाहिन्छ, तर छोटो र गलत बाटो सधैँ खतरनाक हुन्छ। सुरक्षित प्रक्रिया ढिलो हुन सक्छ, तर यसले तपाईँको पैसा, भविष्य र आत्मसम्मान सुरक्षित राख्छ। यदि यो भिडियोले तपाईँलाई अलिकति भए पनि सचेत बनायो भने कृपया लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र यो भिडियो कम्तीमा एकजनासँग सेयर गर्नुहोस्। तपाईँको एउटा सेयरले कसैको लाखौं रुपैयाँ र भविष्य बच्न सक्छ। तल कमेन्टमा तपाईँको अनुभव वा प्रश्न लेख्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेटौँला।